नमस्कार आदरणीय सम्पूर्ण दर्शक महानुभावहरुमा हार्दिक स्वागत गर्न चाहन्छौं। आउँदो वैशाख आउँदो नयाँ वर्ष चहल पहल बनिरहेको छ। अवश्य पनि यो चहल पहल र अब आउने नयाँ वर्षलाई सुखद बनाउन र उल्लासमय बनाउन नवौं स्मार्ट भिलेज गोल्ड कपको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ। नौ स्मार्ट भिलेज गोल्ड कपकै सन्दर्भ लिएर आज तपाईं बीच हामी आइसकेका छौं। म स्वागत गर्न चाहन्छु विशेष गरी त घले गाउँको नायक हामीले यत्रत्यत्र प्रशस्त रूपमा धेरैले जानकारी भएकै कुरा र पर्यटनकै मुख्य नारा लिएर उदाएको स्मार्ट भिलेज गोल्ड कपले 9औं संस्करण पार गर्ने तयारीमा छ, सुचारू तयारीमा छ र आज म सोही गोल्ड कपको विस्तृत जानकारी तपाईं समक्ष पुर्याउन स्वागत गर्न चाहन्छु। घलेगाउँ ग्रामीण पर्यटन विकास समितिका अध्यक्ष आदरणीय प्रेम घलेज्यूलाई हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद छ। नवौं स्मार्ट भिलेज गोल्ड कप लमजुङ जिल्लाको मात्र नभई गण्डकी प्रदेशकै फुटबल सिनारियोमा नयाँ आयाम थप्दै आइरहेको छ र सुरुवाती भर्खर थाहा हुने र अन्य दर्शकहरूलाई पनि नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप गर्नुको मुख्य उद्देश्य के हो यो बारेमा जानकारी गराइदिनु। यसको मुख्य उद्देश्य भनेको पर्यटनलाई खेलकुदसँग जोड्ने हो। किनभने त्यहाँ एउटा राम्रो खेल खेलाउन सक्यो, राम्रो खेलाडीहरू ल्याएर खेल्न सक्यो भने राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि एउटा खेलकुदको पर्यटन जोडिन्छ, खेलकुदको विकास पर्यटनको विकास हुन्छ भने नि हामीले यो नयाँ आमन्त्रित गोल्ड कप सुरु गरेका हौँ। अवश्य पनि आमन्त्रित गोल्ड कप लमजुङकै सम्भवतः एकमात्र गोल्ड कप भन्दा पनि त्यस्तै हो। अब त्रिवेणी क्लबले ठुलो राशि त छ, तर उनीहरूको यस्तो आमन्त्रित गोल्ड कप होइन, उनीहरू त ऊ मात्रै भयो। हामीले यो 2100 मिटर भन्नाले हिमालकै काखमा भनौँ होइन, हजुर यहाँ धेरै मान्छे जान गाह्रो हुन्छ नि त। हजुर त्यस्तो ठाउँमा हामीले चाहिँ पैसाको अनुभव होला, धेरै पैसा खर्च लाग्छ होला। 30-40 लाख भन्ने कुरा त धेरै कुरा हो। प्रत्येक वर्षमा 30 लाख खर्च गर्ने भने त ठुलै कुरा हो नि। हजुर त्यो मैले वर्षभरि त्यसको योजना बनाउँछु, पैसा कहाँबाट आउँछ, कसरी माग्ने, कसलाई के गर्ने, त्यो योजनाकार त मै हो। र त्यो किन गराएको हो भने त्यो 2100 मिटरमा पनि यस्तो राम्रो फुटबल ग्राउन्ड छ, त्यसमा स्मार्ट भिलेज घलेगाउँ छ। त्यो घलेगाउँमा चाहिँ धेरै मान्छेहरू राम्रो खेलाडीहरू लगाएर चाहिँ खेल खेलाउन सक्यो भने धेरै दर्शकहरू, धेरै मान्छेहरू हेर्न जान्छ, त्यसले पनि पर्यटनको विकास हुन्छ भन्ने कारणले हामी पहिले महोत्सव मनाउने थियौँ। महोत्सवले ड्रप गरेर हामीले फुटबल सुरु गऱ्यौँ। अवश्य पनि फुटबलसँगै बृहत सांस्कृतिक कार्यक्रम पनि हामीले छुटाउनु हुँदैन। बृहत सांस्कृतिक कार्यक्रम त हाम्रो नयाँ वर्षमा चाहिँ रमाइलो गर्छ। हजुर यसपालि हामीले स्वर सम्राट राजु परिवारलाई सम्मान गर्छौँ हामी ग्रामीण पर्यटन विकास समिति अथवा कोलासोदर गाउँपालिकाको तर्फबाट। र अरू कलाकारहरू हामी अब नयाँ वर्षमा चाहिँ रमाइलो गरेर मात्रै हामी त्यो खेल सुरु गर्छौँ। त्यो रमाइलोमा पनि धेरै पर्यटकहरू रमाउँछन्। पर्यटक भनेको हामीले के भने अहिले हामीले के बुझिन्छ, पर्यटक भनेको सिधा चालक होइन, त्यस्तो हो। जस्तै भोजुङको त्यही पनि आन्तरिक पर्यटक भने भोजुङको मान्छे, घनबगरको मान्छे, तल मालिङको मान्छे, पर्यटक त्यहाँको बेसारको मान्छेहरू त्यहाँ रमाइलो छ, त्यहाँ राम्रो कलाकार आएछ, त्यहाँ राम्रो खेलाडी छ भने अहिले बाटो राम्रो छ, मान्छे हेर्न आउँछ। हेर्न आएपछि त्यहाँको चाहिँ हामीले त्यहाँ भात बेच्छौँ, हामीले त्यहाँ रक्सी बेच्छौँ, त्यहाँ हामीले चिया बेच्छौँ, मोमो बेच्छौँ। यो कारणले पनि घलेगाउँमा धेरै मान्छेहरू पर्यटकहरू लगेर चाहिँ त्यहाँको विकास, त्यहाँको चाहिँ आर्थिक समृद्धि कसरी गर्ने भन्ने हाम्रो उद्देश्य चाहिँ त्यो हो। अवश्य पनि लोकसङ्गीतमा आफ्नो फरक छाप छोड्न सफल यसपटक राजु परियार आफ्नै लमजुङको गहना पनि सम्मानित घलेगाउँमा हुँदैछ। त्यस्तै गरी यस गोल्ड कपको सुरुवात कहिलेदेखि भयो यो कुरा पनि अलिकति जानकारी गराइदिनु। कहिलेदेखि यो गोल्ड कपको सुरुवात भयो र यस वर्ष यो संस्करण हिजोको भन्दा कतिको विशेष छ र के विशेष छ होला? अब यो चाहिँ के छ भने हामी विश्व महोत्सवसँग मनाउँदा विश्व महोत्सवमा मनाउने बेलामा चाहिँ नेपालमा चाहिँ कोभिड लाग्यो। हजुर कोभिडलाई स्थगित गरेर अब हामी महोत्सव मनाउने होइन, अब हामी गोल्ड कप खेलाउने। गोल्ड कप भनेको राशि पनि धेरै गर्ने, खेलाडीहरूले बस्ने खानेको व्यवस्था गरेर चाहिँ एउटा नयाँ ढङ्गले लमजुङमा एउटा नयाँ ढङ्गले एउटा आमन्त्रित गोल्ड कप हुन सक्यो भने नेपालको एउटा खेल प्रेमीहरूको पनि राम्रो प्रोत्साहन हुन्छ, त्यहाँको पर्यटनको विकास हुन्छ भनेर हामी आजभन्दा 8 वर्ष अगाडि सुरु गरेको यो 9 वर्ष हो। अब हेरौँ अब कति वर्षसम्म गर्न सकिन्छ, किनभने धेरै खर्च चाहिन्छ। जस्तै मानौँ एउटा कुरा
यसपालि हामीले 8 लाख र 5 लाख भनेपछि झन्डै 13 लाख त हाम्रो पुरस्कारै भयो। त्यसको के गर्दै 15 लाख जस्तो पुरस्कारै लाग्छ। अनि एभ्री सबै के गर्दाखेरि झन्डै 20-22 लाख हुन्छ। अनि त्यति खेलाडीहरूलाई खाने बस्ने व्यवस्था गर्दाखेरि लगभग हामी 30-35 लाख जति हाम्रो खर्च लाग्छ। त्यसलाई जुटाउन पनि धेरै गाह्रो छ र देश विदेशमा बस्ने हाम्रो भाइ छोराहरूलाई हामीले आफ्नो गाउँको विकासको लागि कति वर्ष पकाउने कुरा हो, कति वर्ष नदिने त्यति वर्ष गर्ने। अवश्य पनि घलेगाउँबाट देखिने जस्तै दृश्य लमजुङ त आफैमा भौगोलिक हिसाबले हामीलाई त्यो किसिमको उपहार दिएको छ। तर दृश्य अवलोकनको हिसाबले मात्र भएर हुँदैन। घलेगाउँले जस्तो वर्षमा यो गोल्ड कप गरेर यतिसम्म ठुलो खर्चमा चाहिँ पर्यटनलाई प्रवर्धन गर्नुपर्छ भन्ने जुन किसिमको तपाईँहरूले लगानी गर्नुभएको छ, फरक के छ अरू गाउँमा र घलेगाउँमा? फरक के छ भने पहिले लगानी गर्नु पर्यो क्या। हाम्रो मान्छेहरू लगानी नगरी नाफा खोज्छ क्या। पहिले लगानी गर्नु पर्यो। लगानी भनेको के हो भने पर्यटकलाई रमाउने कुरा र पर्यटनलाई आउने कुरा, त्यहाँ गएपछि के हेर्ने, के खाने, के बस्ने, त्यहाँको मनोरञ्जन के छ भन्ने खालको त्यसको चाहिँ एउटा हामीले वातावरण तयार गर्न सक्यो भने मान्छेहरू जान्छ त्यहाँ। जस्तै अब धेरै मान्छेले महोत्सव मनाउने भन्यो, 1 वर्ष महोत्सव मनायो त्यसपछि 20 वर्ष गरेन, त्यो औचित्य भएन। त्यो जस्तै हामीले चाहिँ के गर्नु भने प्रत्येक वर्ष महोत्सव मनाउने बेला पनि हामी त्यतिखेर के गर्नु भने धेरै मान्छेहरू दसैँ तिहारमा आएको छुट्याउने मान्छेहरू पनि अब दसैँ तिहार होइन, हामी वैशाखको 23-24 हामी महोत्सव मनाउँछौँ। महोत्सवमा जाने हो, रमाइलो हुन्छ भने धेरै बुढाहरू आमाहरू अब त्यो दौरी गीत हेर्न उनीहरू काठमाडौँ जानु पर्यो, पोखरा जानु पर्यो। गाउँमै आफ्नै आँगन अगाडि ट्याक्क दौरी गीतहरू राष्ट्रिय कलाकारहरूले गाइदिएपछि उनीहरू यति धेरै खुसी हुने, यति धेरै रमाउने। अनि हाम्रो गाउँको मान्छेहरू रमाउनु गरेपछि पहिले चाहिँ फुटबल महोत्सव मनाउने बेला पनि धेरै मान्छेसँग पैसा माग्थ्यो। पैसा माग्नु परेन भनौँ न। एउटा कुरा त्यहाँका मान्छेहरूले ग्रामीण पर्यटकका मान्छे ग्रामीण होमस्टेहरूले चाहिँ रमाएपछि उनीहरू आफै पछि थिए। अहिले पनि उनीहरू दिन्छ पैसा, प्रत्येक होमस्टेले 10,000 रुपियाँ दिन्छ पैसा। त्यसैले पहिले चाहिँ विकास गर्ने हो भने पहिले आफ्नो लगानी हुनु पर्यो भने धेरै मान्छेहरू लगानी नगर्ने नाफा मात्रै खोज्छ। त्यस्तो कारणले अरू गाउँमा त्यस्तो भएर विकास नभएको कि मलाई जस्तो लाग्छ। अब किनभने एउटा त्यो गाउँ जानलाई एउटा बाना पनि चाहियो नि। के बानाले जाने, अथवा फुटबल हेर्न जाने, अथवा सांस्कृतिक कार्यक्रम हेर्न जाने, अथवा त्यहाँ मिठो खाना जाने, अथवा त्यहाँ हिमाल हेर्न जाने, के न के त्यहाँको चाहिँ त चाहियो नि त। बिना कारण गएपछि के हुन्छ मान्छेहरू। अनि एकचोटि गएपछि त्यहाँको चाहिँ रमाइलो केही नजिक मान्छेहरू जान खोज्दैन नि त। त्यसैले पर्यटनको विकास भनेको जति हल्ला गर्न सक्यो, जति नयाँ नयाँ कुराहरू दिनु सक्यो, जति नै पर्यटनलाई नयाँ विकासको अवधारणा दिनु सक्यो, त्यति नै पर्यटनको विकास गर्ने हो। भने पर्यटन भनेको घुम्नु मात्रै होइन, पर्यटन खेलकुद खेल पर्यटन हुन्छ। जस्तै अब हामी 7 दिनसम्म हामी फुटबल सुरु गर्छौँ, त्यहाँ कमसेकम नेसनल प्लेयरहरू खेल्छ। त्यसमा पुरो मिसले पश्चिम महाकालीहरूका राम्रो खेलाडी हेरेपछि धेरै जस्तो मान्छे तराईका मान्छेहरू चाहिँ अहिले हाम्रो घलेगाउँमा आउने जाने गर्छ। किनभने तराईका मान्छेहरू खेल्छ, जस्तै अफ्रिकाको मान्छेहरू खेलेपछि उनीहरू अफ्रिकाको मान्छेहरू पनि कहिले कहिले आउँछ। त्यसैले यो विकास, यो पर्यटनको विकासको लागि जति हामीले लगानी गर्न सक्यो त्यति नै हाम्रो विकास हुने हो। र हाम्रो मान्छेहरू के भने लगानी नगरी त्यसै आउँछ भन्ने कुरो, त्यो मान्छे आएपछि त्यसको व्यवस्थापन चाहियो, त्यसको सुत्ने ठाउँ राम्रो चाहियो, त्यसलाई बस्ने ठाउँ राम्रो चाहियो, त्यो रमाउने राम्रो चाहियो। यो कारणले पनि अरू गाउँहरू त्यति विकास नभएको कि भन्ने जस्तो लाग्छ। जस्तै नेपालमा झन्डै 400 जति चाहिँ होमस्टे छ भन्छ, तर चाहिँ घलेगाउँ जस्तो त्यस्तो राम्रो चाहिँ आन्तरिक पर्यटनको विकास भएको अरू ठाउँमा देख्दैन। किन देख्दैन भने सबभन्दा पहिले सिरुबारीतिर सुरु गर्यो। सिरुबारीतिर अहिले मान्छे त देख्दैन नि त, किनभने उनीहरूले महोत्सव गर्दैन, उनीहरू रमाइलो कुरा गर्दैन। उनीहरूले त्यहाँ बस्दैन, रोटी खान मात्रै जान्दैन नि त मान्छेहरू। सँगै उदाएको होमस्टेहरू होइन, हामीभन्दा उनीहरू अगाडि सुरु हो। हाम्रो लमजुङमा त जम्मा जिल्ला विकासले 3टा गाउँपालिका भनौँ न अहिले त वार्ड भयो के अरे, घलेगाउँ, घनपोखरा, भोजुङ, पचगाउँ, सिब्रुङ, खासुर हामी एकैचोटि सुरु गरे हो नि। हुन त अब जिल्ला विकासले सुरु गरे मात्रै हो, तर त्यहाँ केही गरेका छैन। त्यसैले चाहिँ हामी चाहिँ एउटा अभियानको रूपमा हामीले धेरै मानिससँग यो दुःख गर्यो, हरेक कुरा गर्यो, प्रचार गर्यो, यहाँदेखि विश्वसम्म यो धेरै श्रमको कारणले पनि हामीले घलेगाउँको विकास कहिले महोत्सव कलाकारहरूबाट, कहिले खेलकुदहरूबाट हामी यो कारणले पनि हाम्रो घलेगाउँको ग्रामीण पर्यटनको विकास
भएको कारण म त्यस्तो लाग्छ। र पोहोरभन्दा अहिले नयाँ कुरा के छ भने हामी प्रत्येक वर्ष व्यवस्थित गर्छौँ। व्यवस्थित किन गर्छौँ भने सिद्धिने त्यो हाम्रो फुटबल सिद्धिने बित्तिकै एक हप्तापछि हामी त्यसको समीक्षा बस्छौँ। यो वर्ष हामी के कमजोरी भयो त, अर्को वर्ष हामी के गर्ने त, अर्को वर्ष राम्रो हामीले कसरी गर्ने, त्यसको अलावा हामी के गर्दाखेरि राम्रो हुन्छ भन्ने खालको हाम्रो समीक्षा हुन्छ। हाम्रो त्यहाँ पर्यटन समितिमा समीक्षा हुन्छ, त्यहाँ युवाहरू समिति समीक्षा हुन्छ। त्यसपछि सबैले केलाएर सबैको विस्तृत रूपमा सबैको सल्लाह सुझाव दिइसकेपछि यो वर्ष हामी यस्तो गर्छौँ भनेर हामी नयाँ कुरा गर्छौँ। जस्तै पनि हामीले त्रिवेणी कपमा अलिकति विभागीय टिमहरू देखिरहँदा अहिले पर्यटनकै निम्ति हो क्या हो, घलेगाउँमा चाहिँ जुन प्रकृति छ नि टिमको, तपाईँले लमजुङ समेट्नु भयो, आफ्नो ठाउँ भयो, तनहु, चितवन, नवलपुर, कास्की, काठमाडौँ विभिन्न जिल्ला केन्द्रित भइरहेछ। यसले अझै पनि केही यसको फाइदा के कस्तो छ होला? यसको फाइदा भनेको त लमजुङ चाहिँ समेटेर चाहिँ जति पनि नजिकहरू चाहिँ नजिकको चाहिँ टिम त यिनीहरूले बाहिरकै टिम ल्याउँछ। जस्तै त्रिवेणी कप भने सबै खेलाडीहरू बाहिरबाटै ल्याउँछ। जस्तै आज चाहिँ त्रिवेणी कपको चाहिँ खेल्छ भने चाहिँ देशतिरमा चाहिँ धेरै जान्छ नि त। हाम्रो चाहिँ जस्तै हामीले 5 टिम चाहिँ हामीले जिल्लाकै गर्नुपर्छ भन्ने हाम्रो कुरा हो। तर यसपालि हाम्रो 4 टिम मात्रै भयो कि जस्तो, 3 टिम मात्रै भयो कि जस्तो लाग्छ। नालमा र त्रिवेणी बुद्ध युथ क्लब तीनवटा मात्रै यसपालि, अरू सबै बाहिरको टिम भयो। जस्तै पोखरातिरको भयो भने उनीहरू फाइनलमा पुग्ने बित्तिकै पोखराबाट गाडी रिजर्भ गरेरै आउँछ नि। त्यसैले यो घलेगाउँलाई विकास गर्नको निम्ति हामीले यो चाहिँ फुटबलको आयोजना हामी यसरी गरिन्छ। अनि यो फुटबल वर्ल्ड कप यति ठुलो धनराशि खर्च गरेर यसभित्र आउने चुनौतीहरू चाहिँ के होला र त्यसका लागि तपाईँहरू कसरी तयारी गर्दै हुनुहुन्छ? यसको चुनौती त धेरै छ नि त। अब मान्छे सामाजिक काम गर्ने सजिलो छैन होइन। अब कहिले यसले के भन्छ कसैले आफ्नो भागमध्ये जिम्मा लिएर केही गर्छ, त्यसको योजना बनाऊ, त्यसलाई कसरी विस्तृत गर्ने, त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुराहरू हुन्छ नि। त्यो हामी आएर जस्तो बैठक सैठक बस्दै दुनियाँ बसेर हामी गर्दैनौँ। हामी सीमित मान्छेको बिचमा योजना बनाउँछौँ। हामी तिमीले यो गर्ने, युवा क्लबले यो गर्ने, पर्यटन समितिले यो गर्ने, अब त्यहाँ चाहिँ क्लबको चाहिँ आयोजना यसले गर्ने, यो सबै हामी चाहिँ जस्तै सबैको जिम्मा दिन्छ। जस्तै एउटा कुरा फुटबलको जिम्मा टिम ल्याउने, टिम गर्ने हामी युवा क्लबले जिम्मा दिन्छौँ। यो युवा क्लबले मार्फत चाहिँ उनीहरूले ल आज यो वर्ष यो टिम भयो भनेर भन्छ। हामीले त्यो पनि गराउँछौँ। अनि जस्तै अब संस्कृति टोली छुट्टै बनाउँछौँ हामी, त उनीहरू व्यवस्थापन गर्छौँ हामी। यो अब यो अरू ठाउँ जस्तो त्रिवेणी कप जस्तो यो त बजार भयो, यो त धनीमानी देश भयो, धेरै मान्छेहरू हेर्न आउँछ। यो त नजिकमा जस्तै बेसीसारमा 10,000 मान्छे बस्छ हजुर होइन। 10,000 मान्छेले हेऱ्यो भने त बेसीसारको फुटबल यिनीहरूले कति अहिले 100 रुपियाँ 200 रुपियाँ राख्छ होइन। एक दिनमा त यिनीहरूको 1 लाख भन्दा बढी त टिकटै उठ्छ नि त। हाम्रो त्यस्तो छैन नि। हाम्रो गाउँमा चाहिँ कति छ, 300-400 छ, 100-200 मात्रै छ नि मान्छे। त्यही वरिपरि पनि जब 500 होला, बाहिरको मान्छे नआए चाहिँ हुँदैन नि त्यो कुरा। यसले बेसी सहर र हाम्रो फरक छ। यो त सहर भयो, बेसी सहर पनि 10,000 मान्छे बस्छ। त्यही कारणले 10,000 मान्छे 5,000ले हेऱ्यो भने त त्यो दिनमा त उनीहरूको 1 लाख भन्दा बढी चाहिँ फिर उठ्यो नि त। हाम्रो त्यो पनि हामीले गरेका छैन। अवश्य पनि यति धेरै चुनौतीको बावजुद पनि अहिले राष्ट्रिय स्तरमै यो प्रतियोगिताको नाम अलिकति अगाडि नै हामी देख्न पाइरहेका छौँ र उत्तिकै रूपमा अन्य प्रतियोगिताहरूमा आउने खेलाडीहरू, राष्ट्रिय खेलाडीहरू नै हिजोका दिनमा देखिरहेका छौँ। अझै यसलाई अगाडि बढाउने, अझै यसलाई ठुलो रूप लिएर के कस्तो योजनाहरू बनाउनु भएको छ? बाटो भनेको गरेर देखाउने हो क्या। हजुर, काम गरेपछि त्यसको अगाडि कसरी जाने त्यो कामले बनाउँछ कि जस्तो। जस्तै हामी पोहोरभन्दा अहिले फरक भयो, हामीले सिक्दै आयो क्या। यो काम गऱ्यो भने राम्रो हुन्छ, यो काम गर्दैन। त्यसरी गन्तव्य कहाँ हो भन्ने छैन हाम्रो। त्यो सिक्दै गएपछि भोलि कहाँ पुग्छ, अथवा 1-2 वर्षमै बन्द हुन्छ कि अथवा भोलि पछि पनि 20औं वर्ष चल्छ कि, त्यो त गन्तव्य त थाहा छैन नि त्यो कुरा। त्यो कहाँसम्म पुग्ने भनेको त्यो कार्यक्रमले तय गर्छ त्यसलाई। जस्तै यो वर्ष हामीले चलायो भने यो राम्रो भयो भने अर्को वर्ष सुधार गरेर कसरी जाने, अरू मान्छेले जनताले सहयोग गर्छ कि गर्दैन, अरू मान्छेले सहयोग गर्छ कि गर्दैन भन्ने कुरो त त्यो त कार्यक्रममा थाहा पाउनु पर्यो। जस्तै हाम्रो मान्छे उत्साहित छन् अहिले। अब वैश्व बजार आयो भने चाहिँ सबै मान्छे खुसी छन्, रमाउँछन्। अब त्यो जनताको उत्साहितले पनि त्यसको कार्यदिशा चाहिँ राम्रो गर्दै जान्छ क्या त्यो कुरा। अवश्य पनि पर्यटन प्रवर्धनसँगै जोडिएर तपाईँले हिजोका दिनदेखि आजसम्म गरिरहेको सङ्घर्षलाई हामी हार्दिक सम्मान गर्न चाहन्छौँ र हरेक वर्ष हजुरले गर्नुभएको यो श्रम, यो मेहनत अवश्य पनि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताकै इतिहासमा
घलेगाउँ गोल्ड कपले अहिले एउटा फरक किसिमको परिचय बनाइरहेको छ। 9औं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कपको पनि हामी सफलताको भव्य शुभकामना व्यक्त गर्न चाहन्छौँ। धन्यवाद छ तपाईँहरूले सहयोग गर्नुभएको छ। भाइ छोराहरूले तपाईँहरू देशहरूमा बसेर मलाई भौतिक रूपमा प्रचार रूपमा हरेक कुरामा तपाईँले सहयोग गर्नुभएको छ। यो लमजुङ.comलाई लमजुङ के स्पोर्ट क्लबले म धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद।